आई एम सो सरी, मलाई माफ गरिदिनु होला। तपाईहरु मलाई भन्नुहुन्छ मेस्सी रोनाल्डोको गफ नगर यार भनेर, तर म आफूलाई रोक्न सकिनँ यार। यो दुईजना खेलाडीले अहिले पनि जुन लेभलको परफर्मेन्स दिइरहेछ एभ्री विक, मैले कसरी उनीहरूको बारेमा कुरा नगर्ने यार। एउटा 38 वर्षको छ, एउटा 40 वर्षको छ। आज मेस्सीले ह्याट्रिक प्लस एउटा असिस्ट पनि गरेको छ र यो सबै शुद्ध गरेर मेस्सीको यो सिजन एमएलएसमा 47 गोल कन्ट्रिब्युसन, 47 गोल कन्ट्रिब्युसन। यो स्ट्याट चाहिँ बबाल हुँ भन्ने खेलाडीहरूले आफ्नो प्राइममा पनि दिन सक्दैनन्। मेस्सीले 38 इयर्स क्रस गरिसके पछाडि दिइरहेछ। र अर्को बबाल कुरा मेस्सीको फ्यान्सहरूको लागि, एमएलएसको हिस्ट्रीमा सबैभन्दा फास्टेस्ट 50 गोल पुर्याउने खेलाडी पनि मेस्सी बनेको छ। सायद 52 कि 53 खेलमा चाहिँ मेस्सीले 50 गोल पनि कम्प्लिट गरेको छ। र अर्को कुरा पनि सुनिहाल्नुहोस्, 399 असिस्ट पुरा भएको छ मेस्सीको। लिटरली 379 वटा चाहिँ असिस्ट मात्र गरेको छ मेस्सीले आफ्नो करियरमा। यो दुनियाँको कस्तो प्लेमेकरहरू आयो होला फुटबलमा, कस्ता पासर, कस्ता क्रिएटरहरू आयो होला, तर मेस्सीको छेउछाउमा पनि कोही पनि छैन होला। मलाई लाग्दैन कि कोही पनि मेस्सीको 50%मा पनि छ होला। 379 असिस्ट र आफ्नो पुरा करियरमा 888 गोल हानिसक्यो। यही तरिकाले जाने हो भने मेस्सीले पनि 1000 गोल डेफिनेटली हान्छ र प्रोबेबली 500 असिस्ट हान्छ होला आफ्नो करियर सिद्ध्याउन्जेलसम्ममा, यदि अब 1-2 वर्ष खेल्यो भनेदेखि। क्रेजी हो क्या, क्रेजी। अब उता फेरि क्रिस्टियानो रोनाल्डो, ओहो 40 वर्ष, यो सिजन अल नासरबाट 13 गोल कन्ट्रिब्युसन हानिसकेको छ। क्रिस्टियानो रोनाल्डोले हिजो पनि 1 गोल 1 असिस्ट गरेको छ र यो क्यालेन्डर इयरमा 2025 क्यालेन्डर इयरमा अलरेडी 36 गोल कन्ट्रिब्युसन भइसकेको छ। जनवरीदेखि यता मात्र 40 इयर्सको क्रिस्टियानो रोनाल्डोले। हद। अब तपाईहरु भन्नुहुन्छ कि यार मेस्सी रोनाल्डोको बारेमा कुरा नगर, अब उनीहरूको टाइम सकिसक्यो भनेर। कहाँ सकिया छ क्या टाइम? रोनाल्डो र मेस्सीको खेल हेर्दा के लागिरहेछ भने यिनीहरूको टाइम त भर्खर आउँदैछ यार। अब त वर्ल्ड कप आउन लागेको छ। आफ्नो रेस्पेक्टिभ कन्ट्रीबाट रोनाल्डो पोर्चुगलबाट र अर्जेन्टिनाबाट मेस्सी, यो दुईजना आफ्नो देशको सबसे मेन खेलाडी अहिले पनि हो र यिनीहरूको त भर्खर टाइम आउँदैछ यार। वर्ल्ड कप आउँदै गर्दा यिनीहरू झन् चम्किरहेछ क्या। र अब कस्तो रेकर्डहरू हामीले अझै देख्नै बाँकी छ यार। सो प्लिज ल, अब वर्ल्ड कपसम्म चाहिँ एटलिस्ट रोनाल्डो मेस्सीको बारेमा कुरै नगर्नु यार भनेर मलाई नभन्नु होला ल। अब यस्तो रेकर्ड ब्रेक गर्ने खालको स्ट्याटहरू आए पछाडि मैले कसरी सेयर नगरेँ, मेरो मनले कसरी मान्छ होला यार। एउटाले ह्याट्रिक हान्छ, अर्कोले ह्याट्रिक हान्छ, अर्कोले गोल गर्छ, अर्कोले असिस्ट गर्छ, म्याच सबैले आफ्नो ठाउँबाट गोल्डन बुट हानिरहेछ, रेकर्ड तोडिरहेछ। अल नासर 4 पोइन्ट क्लियर भइसक्यो, फाइनल्ली साउदी लिगको ट्रफी पनि उठाउला कि भन्ने आश छ। र रोनाल्डो नै हो त्यो टिमको प्राइम। उता अब एमएलएसबाट मेस्सीले आफ्नो टिमलाई चम्काइरहेछ। सो मेस्सी र रोनाल्डोको फ्यान्सहरूको लागि अझै 1 वर्ष चाहिँ कम्तीमा पनि गफ गर्नको लागि इनफ कुराहरू हुन्छ। प्लिज मेरो च्यानलमा पनि तपाईँहरूले धेरै कुराहरू अझै पनि सुन्न बाँकी छ। मलाई गाली नगर्नु होला है मेस्सी रोनाल्डोको बारेमा गफ नगर भनेर। अनि अर्को एउटा कुराको लागि पनि तपाईँहरूसँग माफी माग्न चाहन्छु। आई एम सो सरी होइन। मेनली बार्साको फ्यान्सहरू रिसाउन सक्नुहुन्छ होला, तर प्लिज ध्यान दिएर सुन्नु होला मैले भनेको कुरा। बार्सिलोना भर्सेस भिलारियलको जुन गेम हुन लागेको थियो डिसेम्बर 20 मा, भिलारियलको घरमा हुनेवाला गेम थियो है। अहिले भिलारियल लालिगाको 3rd पोजिसनमा छ, यो कुरा पनि क्लियर गर्नु होला। त्यो गेम चाहिँ हार्ड रक स्टेडियम मायामीमा हुने भएको छ र यो कुराले गरेर अहिले लालिगाको सबै टिमहरूले चाहिँ प्रोटेस्ट गरिरहेछ कि यो अलिकति अनफेयर भयो भनेर। र इभन बार्सिलोनाकै खेलाडीहरूबाट पनि आइरहेछ कि उनीहरू अलिकति सेटिस्फाइड छैन भनेर। ह्यान्सी फ्लिकले पनि भनिसकेको छ कि एउटा लिग गेमको लागि लगभग 7000 किलोमिटर ट्राभल गर्नु भनेको अलिक ठिक होइन हाम्रो खेलाडीहरूको लागि भनेर। र अहिले लालिगाको हरेक टिमले चाहिँ गेम सुरु हुनुभन्दा अगाडि आफ्नो डिसअपोइन्टमेन्ट चाहिँ पोखिरहेछन्, प्रोटेस्ट गरिरहेछ। तपाईहरु सबैजनाले यो कुरा थाहा पाइसक्नु भएको छ होला। सो यो कुराको बारेमा पनि अलिकति क्ल्यारिटीका साथ मलाई केही कुरा भन्न मन लागेछ। भिलारियलको घरमा खेल्नेवाला गेम थियो पहिलो कुरा, र त्यो डिफिकल्ट फिक्सर हो बार्सिलोनाको लागि। अब त्यो फिक्सर मायामीमा सर्दाखेरि त्यो अनफेयर एडभान्टेज पाउँछ क्या बार्सिलोनाले। यो कुरा तपाईहरु बुझ्नुहुन्छ नि हैन। अवे गेम खेल्नुपर्ने हो भिलारियलको घरमा गएर, त्यो गेम चाहिँ अब
भिलारियलले पनि एउटा न्युट्रल डेस्टिनेसनमा खेल्छ, बार्साले पनि नामको न्युट्रल डेस्टिनेसनमा खेल्छ। तर अमेरिकामा तपाईँले आफैले कम्पेयर गर्नुहोस्, हार्ड रक स्टेडियममा कति पर्सेन्टेज चाहिँ भिलारियलको सपोर्टमा आएका हुन्छ होला त दर्शकहरू? प्रोबाब्ली 1%। 99% सपोर्टरहरू बार्सेलोनाको फ्यान्सहरू हुन्छ त्यो गेम हेर्न आउने। भने पछाडि त्यो बार्सेलोनाको लागि अवे गेम होइन, त्यो त बार्सेलोनाको लागि सुपर होम गेम हुनेवाला छ। सो अनफेयर एडभान्टेज त्यहाँनिर बार्सेलोनाले यसरी पनि पाउँछ। सो डेफिनेटली अरू टिमहरूले यो विषयमा त आवाज उठाउने नै भयो है। अनि अर्को कुरा भनेको यो कुनै पनि हालतमा चाहिँ एउटा लिग, एउटा देशको लिग सिस्टमको लागि यो ठिक होइन क्या। भन्नलाई त लालिगाको प्रेसिडेन्टले के भनिरहेछ भने कमर्सियल एस्पेक्ट हो भनेर, तर यो कमर्सियल एस्पेक्ट गर्ने नै हो भनेदेखि नि अलिक कमजोर टिमसँग कमर्सियल एस्पेक्ट राख न त, सक्छ त लालिगाको प्रेसिडेन्टले होइन। ओसासुना भर्सेस भिलारियल अथवा ओसासुना भर्सेस जिरोनाको गराउन सक्छ त हार्ड रक स्टेडियममा गएर अथवा दुनियाँको कुनै पनि कुनामा लगेर चाहिँ ओसासुनाको गेम गराउन सक्छ त भिलारियलसँग अथवा अरू कुनै पनि मिड टेबल टिमको गराउँदैन नि, किनभने उनीहरूको फ्यान फलोइङै छैन। भने पछाडि कमर्सियल एस्पेक्ट त कमर्सियल एस्पेक्ट डेफिनेटली सबैले बुझ्छ यो कुरा, तर त्यो अनफेयर एडभान्टेज बार्सालाई दिएर गरेको कमर्सियल एस्पेक्टमा अरू जुन 19वटा क्लबहरू हुन्छ उनीहरूलाई त डेफिनेटली त्यो घाटा भयो नि त। बार्सालाई अलिकति अनफेयर एडभान्टेज त भयो नि त होइन। सो मलाई पनि यो कुरा चाहिँ अलिकति चित्त बुझेको छैन। लालिगा भनेको स्पेनको डोमेस्टिक लिग हो क्या। च्याम्पियन्स लिग अथवा कपको म्याच भएको भए पनि ल है एउटा नकआउट म्याच गराइदियो केही छैन भन्न सकिन्थ्यो होला है। सो लिगको गेम जस्तो अब नेपालमा हुने जुन ए डिभिजन लिग चाहिँ बङ्गलादेशमा गएर गराइदियो भने के मजा हुन्छ त यार? मजा हुँदैन नि, त्यो देशकै कुरा पनि आउँछ नि त। सो यो कुरा पनि अहिले फुटबल एक्सपर्ट्सहरूले बाहिर ल्याइरहेछ कि देशभित्रको लिग हो, डोमेस्टिक लिगको एउटा गेमलाई किन अमेरिकामा गराउने, के कारणले गराउने नै हो भनेदेखि अरू क्लबहरूलाई पनि त फेयर चान्स देऊ। रियल मेड्रिडको अवे गेम एउटा स्ट्रङ टिमसँगको अवे गेम पनि त्यसै गराऊ। एथलेटिको मेड्रिडको एउटा स्ट्रङ अवे गेम अर्को एउटा न्युट्रल भेन्यूमा गराएर देखाऊ होइन। उनीहरूलाई पनि त यो कुरा त निकाल्नलाई जायज छ नि त। सो अहिले सबै टिमहरूले यो कुरालाई प्रोटेस्ट गरिरहेछ र मलाई पनि यो अलिकति चित्तै बुझेको छैन। ठिक छ न्युट्रल भेन्यू हो नामको लागि, बार्सा पनि त ट्राभल गरिरहेछ, बार्सालाई पनि त प्रब्लम हुन्छ भन्ने, तर अवे गेम हो क्या त्यो। अवे गेम अभियसली डिफिकल्ट हुनुपर्ने हो, तर यहाँनिर अब एडभान्टेज चाहिँ हुने भयो। भिलारियल आफ्नो घरमा खेल्न पाउनुपर्ने ठाउँमा भिलारियलले अब एउटा यस्तो भेन्यूमा खेल्छ जहाँ चाहिँ 99% फ्यान्सहरू सबै बार्सालाई सपोर्ट गर्न आउँछन्। मायामीमा गेम भइरहेछ सर, मायामीमा गेम भइरहेछ जहाँ चाहिँ इन्टर मायामीको टिम छ र आधी टिम चाहिँ इन्टर मायामीको सबै बार्साको आइकन्सहरू छ। मेस्सी छ त्यहाँ, बुस्केट छ त्यहाँ, सुआरेज छ त्यहाँ, अल्बा छ त्यहाँ। अब यो सबै खेलाडीहरू त्यहीँबाट खेलिरहेछ अनि त्यहाँनिर बार्सेलोनाको टिम गयो भनेदेखि त पुरा स्टेडियमै बार्साको सपोर्टमा आउँछ। भिलारियलले त होम गेम खेल्न पाउनुपर्ने हो नि त। सो त्यो अलिकति मलाई पनि चित्त बुझेको छैन। तपाईँहरूले पनि यो कुरा सुनिराख्नु भएको होला। अहिले हरेक गेम अगाडि चाहिँ 20-25 सेकेन्ड चाहिँ प्रोटेस्ट गरिरहेछन्, जुन चाहिँ टेलिभिजनमा पनि त्यो 20 सेकेन्ड 25 सेकेन्ड चाहिँ त्यो क्लिप देखाएकै छैन लाइभ गेममा पनि होइन। सो अहिले अब लालिगाको प्रेसिडेन्टले किन यस्तो डिसिजन लिइरहेछ, मैले बुझेअनुसार लिटरल्ली लालिगाको प्रेसिडेन्टले क्लबहरूसँग चाहिँ पर्मिसन पनि लिएको थिएन अरे, लाइक भिलारियलसँग पनि त्यसरी पर्मिसन पनि लिएको थिएन अरे र बार्सेलोनासँग पनि यो डिसिजन गर्नुभन्दा अगाडि पर्मिसन लिएको थिएन अरे र लालिगाकै अरू क्लबहरूसँग पनि त यिनीहरूले त मिटिङ बस्नुपर्ने हो नि त, हामीले यस्तो यस्तो डिसाइड गरेछ भनेर। त्यो केही पनि नगरिकन आफ्नो पर्सनल पावरमा उसले यो डिसिजन लिएको भन्ने कुरा मैले पढेको छु। अब यो फ्याक्ट हो कि होइन मलाई थाहा छैन, तर मैले यो एकदमै राम्रै सोर्सबाट पढेको हो। तपाईँहरूलाई अब अरू कुनै सोर्स थाहा छ जहाँ चाहिँ होइन मिटिङ बसेर सबैजनासँग सोधेरै गरेर डिसिजन हो भन्ने छ भने प्लिज कमेन्ट गर्नु होला होइन। र प्लिज भन्नु होला है कि तपाईँहरूलाई कस्तो लाग्यो यो डिसिजन। लाइक एउटा लिगको गेम, स्पेनको डोमेस्टिक लिगको गेम, त्यो पनि एउटा गेम एउटा टिमलाई अनफेयर एडभान्टेज हुने गरी अर्कै देशमा गएर गराउनु कतिसम्मको जायज हुन्छ। र मेस्सी र रोनाल्डोको अहिलेको रेकर्ड तोड्ने खालको जुन फर्म आइरहेछ 40 वर्ष 38 वर्षको उमेरमा। सो यो विषयमा तपाईँहरूको के छ ओपिनियन यो पनि भन्नु होला। र तपाईँहरू सबैजनालाई ह्याप्पी तिहार पनि भन्छु, राम्रोसँगले तिहार सेलिब्रेट गर्नु होला। फुटबल हेर्नु होला, फुटबल त सधैँ दिनै हाल्छ र आफ्नो टिमलाई पनि सपोर्ट गर्नु होला, फ्यामिलीसँग टाइम स्पेन्ड गर्नु होला, रमाइलो गर्नु होला। छिटै हामी लाइभमा पनि भेट्नेछौँ र छिटै अर्को भिडियोमा पनि भेट्नेछौँ। कमेन्ट चाहिँ गर्नु होला है, मलाई तपाईँहरूको ओपिनियन जान्न मन छ कि यो भिलारियल भर्सेस बार्सेलोनाको गेमको बारेमा तपाईँहरू के छ ओपिनियन। See you all in the next video. Jai Nepal.